औषधि त ल्याइदिस् तैँले। खाना त खाए थिइन्, अलिअलि ठिक भयो जस्तो भयो। पछि फेरि पुरै जिउ साह्रै भारी भएछ बाबु। कस्तो औषधि ल्याइदिएको थिइस् तैँले? अब राम्रै औषधि ल्याइदियो। रातभरि निदाउनु भने निदाउनुहुन्छ भनेर औषधि ल्याइदियो, निद्राको औषधि। अब तँलाई हस्पिटल लगेर जाँच गराइदिए कतै सन्चो हुन्थ्यो कि भनेको। हस्पिटलको नि लाइनस्। अब के गर्ने यो उमेरमा बाबु। अब तपाईँलाई कतिचोटि हस्पिटल लानु? तपाईँलाई हस्पिटल लाँदा लाँदा मैले मेरो बुझी रितिसकेको छ। तपाईँलाई थाहा छ कति ऋण लागिरहेको छ तपाईँलाई औषधि गर्दा गर्दा। तैँले मलाई कतिपटक हस्पिटल लिए? धेरै पटक लग्यो नि। कति पटक लानुपर्छ र? दिनदिनै लाने हस्पिटल? धेरै नकर बाबु, त धेरै नकर। मेरो उमेरमा तँलाई पनि यस्तै हुने। धेरै गफ नगरौँ कि तपाईँ किचकिच नगर्नुहोस् कि। मलाई बाहिरको टेन्सन त्यस्तै हुन्छ। तपाईँलाई थाहा छ के किचकिच गरे तँलाई? के किचकिच गरेर रातभरि सुत्न नदिने, जताभाइ हेर घरभरि थुकेर बाहिर थुक्न सकिन्न। अब तैँले भाडा ल्याइदिएको भए म त्यसैमै थुक्थेँ। अब बुढेसकाल लाग्यो, हिँड्न सकिनँ, बाहिर निस्किन सकिनँ, उठ्न सकिनँ, यही थुकेँ। बरु मै छोरोला नगर, नझर्की त। झर्किने कुरा होइन नि बा। रातभरि किचकिच, दिनभरि किचकिच गरेर मेरो वाक्क लगाइसक्नु भएको छ। हेर बाबु, अनि बुहारी चाहिँ कता गई? अब एक गिलास तातो पानीले भनेर भनेको थिएँ। अब न्यु खोजी झगडा गरेर माइत गए। के रे? झगडा गरेर माइत गई भनेको। तपाईँले फेरि किचकिच गर्नुभयो होला कि? मैले केही किचकिच गरेन छोरा। तपाईँ धेरै त तेरो बुढीको सपोर्ट नले। तपाईँले किचकिच गर्नुभयो होला के बा?